मेरो राजा के बनाउन लाग्नु भएको आज फर्सीको फुलको रानी अन्डा अन्डा र फर्सीको फुल हजुर कस्तो हुँदो रहेछ आज हेरौँ है त हुन्छ यो सबै अन्डा बनाइदिन्छु है त म यो फर्सीको फुललाई कसरी त्यस्तो हुन्छ हेर्दै जाऊ यो फर्सीको फुल भयो हैन यसरी काट्नु पर्छ यसरी काटो हजुर यसरी काटो हैन हजुर यसरी काट अनि यसमा आफूले चाहिने जति नुन हाल अलिकति हैन हजुर नुन चाहिँ अलिक कम कमै खाएको राम्रो हैन नुन अलिकति कम्ती नै धेरै हाल्न चाहिने यसमा चाहिँ चाहिँदो खुर्सानी है दोडा खुर्सानी हालेको छु मैले अब आफूले कतिको पिरो खान सकिन्छ खुर्सानी कतिको पिरो खान सकिन्छ त्यति नै खुर्सानी हाले अब आफ्नो आफ्नो स्वाद अनुसार अलिकति अदुवा पनि हाल्दिने ए त्यो चाहिँ अदुवा हो धेरै हाल्नु पर्दैन अलिकति आफ्नो आफ्नो स्वाद अनुसार अन्डा अब अन्डा हालौँ है त हुन्छ कस्तो मजाले फुटाउनु भयो हजुरले त वाउ कतिवटा अन्डा हाल्दा ठिक हुन्छ तीनटा त तीनटा अन्डा हाल्दा ठिक हुन्छ ए ल अब यसलाई मजाले घोल्नु है हजुर मजाले घोल्ने हजुर घोलिसक्यो नि हैन हजुर मजाले फिट्ने मसालाले कराई तातो हुँदैछ है ल अब तेल आफूलाई चाहिने अनुसारको तेल हाल्ने कति चाहिन्छ कति खानुहुन्छ तेल तपाईँ अब यो अन्डा र यो फर्सीको फुल सबै अन्डामा जान्छ है यो फर्सीको फुल रहँदैन अब हामी ए यो चाहिँ फुल चाहिँ रहँदैन सबै अन्डा जस्तै हाल्नु हुँदैन यसमा प्याज हाल्यो भने गनाउँछ ए हजुर प्याज हाल्यो भने गनाउँछ अन्डामा हजुर पुरो ग्यास अलिक सानो पारेर राम्रो हुन्छ होला है ग्यास सानो हिसाबले चाहिँ पकाउनु पर्छ यसलाई बिस्तारै पकाउनु पर्छ एकछिन हामीले छोपिदिउँ है यसलाई ल हाम्रो चाहिँ अन्डा रेडी भयो हामी 4 जना घर परिवार छौँ 4 वटा टुक्रा अन्डा अमलेट तयार भयो हैन अघि हालेको फर्सीको फुल सबै अन्डामा परिणत भएको छ ल राम्रो मिठो कसले खानुभएको छ यस्तो अन्डा बनाएर फर्सीको फुलमा कसले अन्डा बनाएर खानुभएको छ मिसाएर कमेन्ट गर्नु होला है त वाउ कस्तो राम्रो बनाउनु भयो हजुरले त अब यो खाँदा नि मिठो छ होला है कस्तो मिठो हुन्छ यो थ्याङ्क यू सबैजनाले भिडियो अन्तिमसम्म हेरिदिनु होला म यो खाने